बस मासले फेरि तैँले भानु खोज्यो तै बस म अब फेरि खाला चाहिँ बस फेरि आर्सन खानु पर्यो त फेरि आर्सन खाला चाहिँ बस अन्त बस है त फेरि आर्सन खालास आँखै अगाडि दिन दहाडै बालिका 7 वर्षीय बालिकाको बलात्कारीलाई फाँसी दिनुपर्छ भन्नेले कमेन्ट बक्समा बलात्कारीलाई फाँसी दिनुपर्छ भनेर सक्दो कमेन्ट गर्नुहोस्। यो न्युज सरकार समक्ष पुगोस्। राजधानीमा दिउँसै 7 वर्षको बच्चालाई बलात्कार, त्यही पनि झाडीमा लगेर। यस्तो सजाय होस् कि आँखा लगाउने आँट पनि नगरोस्। आफ्नै छोरी सम्झी सबैले मिलेर यो पापीलाई कस्तो सजाय दिँदा ठिक होला भनेर कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोस् र सक्दो सेयर गरिदिनुहोस्। यस्तो दर्दनाक घटना नेपालमा दिनानुदिन घटिरहेको छ। यस्तो अवस्थामा सरकारले यदि कदम चालेन भने हामी स्थानीयहरूले नै, हामी जनताहरूले नै पहल गरेर बलात्कारीलाई फाँसीमा झुन्डाउनु पर्छ र फाँसीमा झुन्डाउने सजाय कानुन लिएर आउनै पर्छ। सुन्दा पनि काली लाग्ने र आँखा रसाउने यो खबर। कसरी सुरक्षित हुन्छन् त हाम्रा छोरी चेलीहरू? नाबालिका 7 वर्षे बालिकाको बलात्कार सुन्दा पनि जिउ सिरिङ्ग भएर आएको छ। यति बेला प्रस्तुत भिडियोमा तपाईहरूले देख्नु नै भयो। म के बोलाउँ, म बोल्न सकिनँ। भिडियो हेरेर स्तब्ध भएँ। मेरा आँखा तप्प आँखाबाट आँसु झर्न पुगे। त्यसैले सरकार समक्ष पुर्याउन र चेतावनी दिनको लागि यो भिडियो सक्दो सेयर र सक्दो कमेन्ट गरिदिनु होला। होइन कि यस्तोलाई त कुट्ने नि, यस्तोलाई त मार्नै पर्छ कि यस्तोलाई त त्यस्तो गर्ने त बच्चाले त्यस्तो बच्चाले तेरो छोरीको भन्दा नि सानो उमेरको है। तैँले चिनेछ त्यसलाई? भाग्न खोजेको भन्ने म एक्लैले देखेर भाग्न खोजेको छैन। मैले कतिलाई हेल्प माग्न उसले ब्रदरले रोकेको होइन कि त्यस्तो होइन नि त, त्यस्तो होइन नि त। तैँले त्यस्तो गर्ने बच्चालाई तेरो जिन्दगी ल ओए के हो त मोरे नै राम्रै हो। तमोर ए हजुर छिटो पठाइदिनु न। त्यो बच्चा चाहिँ कहाँ गयो खै? ए बच्चालाई चाहिँ राखेर है। अहिले फेरि यो भाग्छ यो। तर यो कस्तो के छोरीको कस्तो उमेरको